हेलो दर्शक नमस्ते वेलकम बैक टू माई युट्युब च्यानल सबैजनालाई स्वागत छ मेरो नयाँ ब्लगमा फेरि पनि स्वागत छ तपाईहरुलाई हैन। आज चाहिँ म मेरो दाँत लगाउन जान आँटेको अनि सो घरदेखि निक्लिन आँटेको हैन। अब सबैजनाले अन्तिमसम्म हेरिदिनु होला। आजको ब्लग चाहिँ मेरो के हप्तासम्मको हुन्छ अनि साथमा हैन। अब सबैजनाले जति पनि जनाले हैन मलाई सपोर्ट गर्नुभएको छ एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अझै पनि धेरै सपोर्ट गरिदिनु होला हैन। अब सबैजनाले सपोर्ट गरिदिनु होला हैन। मैले पनि सक्ने तपाईहरुलाई इन्टरटेनमेन्ट हैन अब रमाइलो हैन बनाउन चाहन्छु हैन खोज्छु। अनि सो गाइस तपाईहरुले देख्न सक्नुभएको हैन म चाहिँ कौडामा हैन। मेरो घर चाहिँ शङ्करसभा हो हैन। सबैजना शङ्करसभा लिजातिले चाहिँ सबले सपोर्ट गर्नु होला हैन। अनि त्यो हैन अरूले पनि गर्नु होला एकदमै धेरै धेरै हैन। अरू पनि त्यस्तो ब्लगहरू चाहनुहुन्छ भने सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। अनि आजको कामतिर लाग्नु हैन ब्लग। A few moments later. सो गाइस हैन आज पनि एकछिन खराएर जिस्काउँछु। जिस्काउनु त परेको नि त। यहीँ छेउमै आइरहेर चाहिँ कि बच्चा लान्छ कि भनेर है। अस्ति चारवटा थियो अनि दुईटा तल लगेको थियो कि त्यही भएर कस्तो आउँदो रहेछ। यहाँ आऊ न यहाँ ला बाई कति मजा छ है आनन्द हैन जनावरहरूलाई। लाग्यो गाइस सब चाहिँ लाग्यो बाटोमा सबैजना साथीहरूलाई त्यो भन्न चाहन्छु। आजको मौसम चाहिँ एकदमै राम्रो छ। पानी पर्यो टक्क अनि दिउँसो घाम लाग्यो। कता हिँड्नु भएको आन्टी? ए पानी परेर सबै काम बिग्री गर्ने हो मेरो। बब्बाल छ है गाइस ग्राउन्ड चाहिँ के छ नि हैन। देख्न सक्नुहुन्छ है यो चाहिँ जङ्गल हो। मेरो फुपू हेर्नु न त्यहाँ कस्तो फुर्की नाइरहेको छ कि। के छ काले? ठिक छस् भनेको सन्चै छस्? ल बस रेडी अनि खोइ त अँध्यारो देख्छ त है। रेडी 1 2 स्टार्ट गो। पहिलोचोटि देख्दैछु के म यस्तो फोन चाहिँ फोटो खिच्दा नि लोडिङ हुँदो रहेछ। बस्नु न बस्नु
हामीले फोटो पनि खिचिसकेका छौँ। बाख्राकोटको चाहिँ टन्नै हो यो। तल हेर्नु न कस्तो दामी फुल फुलेको। मान्छे हेर्नुहुन्छ मान्छे त्यहाँ कतिजना छ गर्नु त 1 जना 2 जना 3 जना 4 जना 4 जना रहेछ कि 2 जना 3 जना मात्रै हो। 1 जना 2 जना 3 जना। यो चाहिँ बिर्तामोड झापा देउने पुल उँभोपट्टि मास्तिरको सिन हो हैन। एकदमै राम्रो छ, आउन सक्नुहुन्छ हैन। एकदम फुल फुलिरहेको छ, पारिपट्टि पनि फुलिरहेको छ हैन। एकदमै राम्रो छ गाइस। अनि सो त्यही हो, सबैजनाले अन्तिमसम्म हेर्नु होला के भन्न चाहन्छु। सो गाइस हामी चाहिँ अहिले आइपुगिसकेका छौँ डेन्टल हस्पिटल हैन। देख्न सक्नुहुन्छ को कहाँ जानुभयो क्या। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। सो गाइस देख्न सक्नुहुन्छ हैन, मैले दाँतमा लगाइसकेको छु। अनि के रे कस्तो छ हैन कमेन्ट गर्नु होला। पहिला हानेर आयो कि नराम्रो आयो देख्न सक्नुहुन्छ हैन। र मलाई चाहिँ दाँत बिना नै सुहाइरहेको थियो साउना चाहिँ दाँतलाई दाँत बिना सुहाइरहेको थियो साउना। तर अब यसो के अरे उको लागि गर्नु हैन, अप्ठ्यारो हुन्छ नि त मान्छेको छेउमा हाँस्नुलाई बोल्नुलाई। त्यो भएर त्यो आजले यति नै भन्न चाहन्छु। सबैजनाले कमेन्ट गर्नु होला, सब्सक्राइब गर्नु होला, के भन्न चाहन्छु कस्तो